नमस्कार। आज हामी एउटा पुरानो तर एकदमै महत्त्वपूर्ण भाषा पाली बारे अलिकति गहिरिएर कुरा गर्दैछौँ है, हामीलाई प्राप्त स्रोतहरूमा आधारित रहेर। नमस्ते। यो भाषा विशेष गरी थेरवाद बुद्ध धर्मसँग जोडिएको छ होइन त? हो, एकदमै। पाली भाषा त्यो माध्यम हो जसमा थेरवाद बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक टिपिटक। हो। यो प्राचीन हिन्द आर्य भाषा परिवारको सदस्य हो। त्रिपिटक भनेको चाहिँ 3 टोकरी जसमा बुद्धका उपदेश, विनय मतलब नियमहरू र अभिधम्म दर्शन संग्रहित छन्। कस्तो रोचक। स्रोतहरूमा त यसलाई बुद्धको भाषा पनि भनिएको रहेछ। यद्यपि बुद्धले बोल्ने वास्तविक बोली ठ्याक्कै यही नभएर यसैसँग मिल्दोजुल्दो मगधी प्राकृत जस्तो हुन सक्ने सङ्केत पनि छ है। हो, ठिक भन्नुभयो। खासमा यसको उत्पत्ति र प्रयोगबारे अझ केही बताइदिनुहोस् न। तपाईँले ठिक भन्नुभयो। यो वास्तवमा बुद्धकालीन मध्य भारतको कुनै एउटा जनबोलीमा आधारित भाषा हो भन्ने मानिन्छ। आजकाल यो मातृभाषाको रूपमा चाहिँ कतै बोलिँदैन। बोलिँदैन? छैन। यसको प्रयोग पुरै धार्मिक र अकादमिक क्षेत्रमा सीमित छ, जस्तै पूजापाठ, मन्त्रोच्चारण अनि बौद्ध दर्शनको गहिरो अध्ययनमा। कहाँ कहाँ? खास गरी श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, लाओस, कम्बोडिया जस्ता थेरोवाद बौद्ध देशहरूमा। त्यहाँका भिक्षु, भिक्षुणी अनि विद्वानहरूले यसको अध्ययन र प्रयोग गर्नुहुन्छ। अच्छा, एउटा कुरा के पनि उल्लेख छ भने यो संस्कृतसँग सम्बन्धित भए पनि व्याकरण र शब्दावलीमा केही सरल छ रे। हो। यो कुराले अलिकति कौतूहल जगायो के यसको